मैले के भनेको थिएँ भने तपबहादुर मगर भारत भ्रमण गरिसकेपछि उहाँ बिरामीको बाहनामा मानव अधिकारको आयोगको प्रतिवेदन रातारात रिराइट हुँदैछ भनेर मैले भनेको थिएँ। तपाईँले त्यो बाहिर ल्याउन सक्नुभयो? तपाईँले हाल्न सक्नुभयो? तपाईँले त लिली थापालाई के अरे तपबहादुर मगरलाई गाली गरेको कुरा बालेन शाहलाई राजीनामा माग्यो भनेर चाहिँ तपाईँ हाल्नुहुने। सत्य तथ्य तपाईँ हाल्न सक्नुहुन्न भने नसोध्नुहोस् न, नकोट्याउनुहोस् न त्यो प्रश्न। होइन भने तपाईँ सत्य तथ्य नेपाली जनतालाई बुझाउने कोसिस गर्नुहोस्। सुन्नुहोस्, ठुला ठुला दलाल भ्रष्टहरू त बिके। तपाईँ एउटा जनताको आवाज बोल्न, जनताको आवाज, सडकको आवाज सदनसम्म पुर्याउनको लागि तपाईँ सडकमा खटिनु भएको छ। अनि तपाईँ एउटा सत्य कुरा हाल्न सक्नुहुन्न? हाल्न सक्नुहुन्छ भने तपबहादुर मगर भारत भ्रमण गरिसकेपछि मानव अधिकार आयोगको रिपोर्ट रिराइट हुँदैछ भन्ने कुरा तपाईँ हाल्नुहोस्। होइन भने यो प्रश्न तपाईको आशंका हो कि तपाईसँग प्रमाण के छ? प्रमाण हो। सुन्नुहोस्, त्यो हामी तथ्य र प्रमाणको आधारमा बोल्छौँ के, बुझ्नु भएन? हामीले अस्ति भर्खर मात्रै तपबहादुर मगर